हेलो गाइस, वेलकम टू माई खेल ब्लग में स्वागत छ। भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। यो चाहिँ हर नेपालीको घर घरमा हुने बिरुवा हो। लहरे आँपको बिरुवा हो। यसरी लटरम्म फल्छ। यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ। यो चाहिँ लहरा आँप खानलाई एकदम मिठो छ। पाइसन फ्रुट भन्छ इङ्ग्लिसमा। यो चाहिँ रोपेको 8 महिनामा फल्न सुरु गर्छ। वर्षको 2 चोटि फल्छ। टिपेर मजाले खान सकिन्छ। यो चाहिँ फल पाक्दैछ। अहिले चाहिँ अलि हरियो छ। पाकेपछि अलि पहेँलो कलरको हुन्छ। एकदम मिठो, राम्रो पनि हुन्छ स्वास्थ्यको लागि। यो चाहिँ मैले लिएर ट्राई गर्दैछु काटेर हेर्नु। यस्तो पहेँलो, अझै पहेँलो हुन्छ पाकेपछि। यो चाहिँ भर्खर पाक्दैछ। हेर्नु।